हेलो एभ्रिवान, नमस्ते सबैजनालाई क्रिस्टी फुडी च्यानलमा स्वागत छ। म चाहिँ क्रिस्टी फुडीको भाइ। सो हजुरहरूलाई चाहिँ सधैँभरि दिदीको आवाजमा इन्ट्रोडक्सन सुन्दा बोर लाग्यो होला। सो त्यही भएर आज चाहिँ मैले मेरो आवाजमा इन्ट्रोडक्सन दिँदैछु। सो आज चाहिँ हामी खुल्ला एयरमा बसेर पुरा फ्रेस एयरमा बसेर केही च्यालेन्ज गर्दैछौँ जो अहिले एकदम ट्रेन्डिङ चल्दैछ। नाम चाहिँ के हो यो च्यालेन्जको थाहा छैन, तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। सो च्यानललाई लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सो हाई एभ्रिवान, दिदी च्यालेन्ज अब त थाहा छँदैछ होइन कसरी गर्ने भनेर। आज चाहिँ मेरो भाइले इन्ट्रोडक्सन दिए है, सधैँ मैले दिइरहन्थेँ, आज चाहिँ भाइले चान्स दिएको मैले। ल आज चाहिँ हामी गेम खेल्दैछौँ मेरो भाइ र म। अब कसले धेरै खान सक्छौँ हेरौँ। यहाँ हामी मोबाइलमा यो लुडो टाइपको गेम हुन्छ, यो चाहिँ हामी रेडी बनाउँछौँ है, अनि त्यहाँबाट खाना स्टार्ट गर्छौँ। ल स्टार्ट गरौँ। हेर्दैछौँ कसले धेरै खाँदो रहेछ, क्रिस्टी फुडीले या क्रिस्टी फुडीको भाइले। ल लेट्स स्टार्ट। ल दिदी को स्टार्ट गर्ने त पहिला? तै गर्न त होइन म होइन, ल लेडिज फर्स्टबाटै जाऊँ। हजुर स्टार्ट गर्छ। ल ल लेट्स स्टार्ट है त। ल 5 5 बाइट। ओ माई गॉड, इज भाग्यमानीको यस्तो हुन्छ, सधैँ खाना मेरो पालीमा त एक मात्र आउँछ जस्तो लागिरहेछ। म त खाइदिन्छु। झन् म चाहिँ सबै खाम्ला भनेर बिहानदेखि केही ब्रेकफास्ट पनि नगरिकन भोकै बसेको, फर्स्टमै 5 आइहाल्यो। एक बार म त टेन्सन भयो, के गर्ने अब। मेरो पालीमा त 6 आइदियो हुन्थ्यो, 1 मात्र आयो भने त फेरि एक बाइटमा त पेट भर्दैन। यो 2 बाइट्स भयो है, एउटा चाउचो रामेन भयो, अनि त्यसपछि मोमो 3 भयो। अझै 2टा। छिटो पानी आइसक्यो मुखमा। पानीपुरी खान्छु, मेरो फेभरेट हो पानीपुरी। म त मोमो र रामेन खाने करेन्ट, मेरो त करेन्ट त फेभरेट हो। पानी आयो, म त पानी खान्छु है गाइजहरू, म त पानी आयो मुखबाट। खानेलाई के हुँदैन, हेर्न धेरै गाह्रो हुन्छ। भएन भने छिटो मेरो पालो हो। 5 भयो है। यस 6। ओ माई गॉड। बाइटमा हेरेर सबै सिधाइदिएर, सबै सिधाइदिनु भयो। यो 2 बाइट है, 1 आउँछ भनेको 6 आइदिएर फेरि यसको फेरि अरे अड्क्यो धेरै ठुलो बाइट खाएपछि अड्किन्छ। स्पाइसी सुने आउँछ क्या यहाँबाट, स्पाइसी छ। ओ हाम्रो चाहिँ 2जनाको फर्स्ट टाइम च्यालेन्ज हो यो है। अब चाहिँ यस्तै गेमहरू लिएर आउँछु म। यो मेरो 3rd, यो 4th है। आमामामा एकैचोटि हालेर कति बाइट हो? 4th। कहाँबाट 6 आएछ फेरि। बाँकी राख, चाउचो राख, म नि खानुपर्छ। सबै सिधाइदिनु भयो। अर्को पालि सकाइन्छु मैले। हामी ट्रो 6। पक, म नि मोमोमा चाउचो हालेर खान्छु तैँले जस्तै। पक भाइ पक। भाग्यमानीको भुते कमाएर भन्थ्यो। पक सिधाइदियो। बिस्तारै खानु, बिस्तारै कत्रो खायो भने छ्या भाइ रान बिस्तारै खाने हो नि, मैले खाने पाइन्छ। पक न यो 3rd बाइट हो है। नाइ 3rd हो, 3rd। गाइस तपाईँहरू भन्दिनँ है, झेली गरेको गर्नु भएको छैन भनेर। 3rd जस्तो लागिरहेको मलाई। दामी रहेछ फ्राई मोमो त झन्। ओहो जुसी पनि छ, मजा आयो खानालाई। स्पाइसी क्या? करेन्ट त एकदम स्पाइसी करेन्ट त एकदमै मिठो हुन्छ। सो करेन्ट नुडल्स हामीलाई यसो स्पोन्सर दिनु होला। हामी पनि सानो क्रिएटर हौँ,
हामीलाई पनि स्पोन्सर गरिदिनुहोस् सपोर्ट गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला अब यस्तो यस्तो भिडियोहरू लिएर आउँछु लाइक सेयर एन्ड कति सब्स्क्राइब पाइको? गरिदिनुहोस् कति भयो मैले पनि सक्यो 5-6 भइसक्यो ओ शिट 2 मात्र आयो अब 2 मा त यसरी खाएर हुँदैन आमा सिधाउने पहिले एकैचोटि म त हातले खाइदिन्छु है गाइस आमा के गर्ने दुईचोटि हातले मात्र आयो पाइनि त्यसो पनि हातले खाइदिन्छ खानु त पिरो एक बाइट भइसक्यो अब एक बाइट मात्र राख्यो है तेरो अचार खाएको काउन्ट हुँदैन नि अचार हुन्छ हुँदैन पाइँदैन अचार त मोमोसँग हो नि अचार खाएको टोटल count एक हुँदैन। बाइट यसरी खाएकै हुन्छ काउन्ट हुन्छ अचारसँग कसरी काउन्ट अचार त मोमोसँग डिप गरेर खाने हो नि मैले ल, ल, मोमोसँग ल। डिप गरेर अचार काउन्ट हुँदैन तर जियोस् एकचोटि मुख लाने बित्तिकै काउन्ट त हुनुपर्ने जस्तो लाग्छ भन्दिनँ है गाइस के हुन्छ यो पनि लास्टै बन्द पर्दैछ रामिन के अरे रामिन कि टुपेम हो यो करेन्ट करेन्ट सरी करेन्ट रहेछ स्पोन्सर आउनु पऱ्यो हामीलाई करेन्ट र मेट्रोन होइन स्पोन्सर भन्दा नि 2-4 प्याकेट चाहिँ ल सुरु स्टार्ट पठाइदिनु न गुड 3 5-6 नआयो भने हुन्छ 3 म त बाँझो जस्तै देखेको छु होला है पुरै ओठभरि रातो लाएर मेरो त पानीपुरी नै हो क्या फेभरेट के भन्नु पानीपुरी त लास्टमा खाने हो क्या पहिला मजा आयो कतिचोटि भयो म त हेर्दै नि तपाईँ त खाऊ अब त्यो टर्न हो यो खाइ तेरो टर्न हो डेली गरिदिनु हो भनिदिनु है गाइस कमेन्टमा झेली गर्नु भएको छैन भनेर ल है ल स्टार्ट है ओ माई गड 3 जति बेला पनि 3 मात्र आउँछ त मोमोलाई अचारमा डिप गरेर खानुको मजै अलग छ क्या मोमो पनि लास्टै मिठो भएछ आज पानीपुरी नि खाइदिनु होइन फेरि पानीपुरीलाई हेला गऱ्यो भनेर मेरो फेभरेट त खाइहाल्छ नि यसले पानीपुरी मैले सबै सिधाउँछ भनेर उसले खाइहाल्छ नि पानीपुरी चाहिँ मलाई त्यति चाहिँ यता फेभरेट हो पानीपुरी गिलो चटपट आउँछ गिलो चटपटको पनि भिडियो लिएर मेरो आउँछ पनि फेभरेट हो गिलो चटपटको पनि भिडियो आउँछ चाँडै लास्ट बाइट है तेरो भर्खर त 1 बाइट भयो हुन्छ 1 बाइट हो 1 बाइट भयो है वाइट कमेन्टमा भन्ने 1 बाइट हो क्या भर्खर पानीपुरी त खाएको मैले अनि ल ल रेड भइसकेको थियो सिधै होइन मेट्रो नि त ओ माई गॉड 6 कति पानीपुरी सब सिधाइदिन्छु मैले हेर्न 6 मा पानीपुरी सब सिधाइदिन्छु मैले 1 2 अर्को पालि मलाई 6 आएन भने मैले जाने खाने के गर्छु स्पाइस भयो 4 आलु नै सकाउनु लागिसक्यो अलिक बिस्तारै खान्न यत्रो पानीपुरी पाइन्छ आलु सकिसक्यो बिना आलु खाइदिन्छु ल पानीपुरी मलाई त्यति उ लाग्दैन ठिकै छ ल पानीपुरी त खाए नि हुन्छ ल मेरो पालो है हे भगवान् 6 आओस् मलाई पनि यस यस कति धेरै 6 आएर आज क्या भाग्यमानी भएपछि के गर्ने 6 मा त खाऊ मात्र भन्ने छ अनि अरू खानु त अझ पानीपुरी नै किन खानु मेरो फेभरेट तपाईँ पनि खाइदिउँ न हाम्रो मेरो फेभरेट तपाईँले खाने अनि म त गाइस हो खाने 50 वटा पानीपुरी पनि खाइदिन्छु मेरो भिडियोहरू चेक हेर्नु मैले 50 वटा भिडियो के अरे पानीपुरी पनि खाएको भिडियो छ क्या पिरो त लास्ट पिरो भएछ क्या
आज चाहिँ हामी आउटडोर सुट गरिरहेको छौँ एकदम रमाइलो हुँदो रहेछ है घरभित्र मात्रै गर्दा 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 बोर हुने रहेछ क्या बाहिर गर्दा फ्रेस एयरमा खानुको मजा पनि अलग्गै हुन्छ क्या पछाडि हेर्नु न कति राम्रो छ ब्याकग्राउन्ड कति मजा आउँछ ब्याकग्राउन्डहरू रुखहरू एकदम मजा आइरहेछ सधैँ घरभित्र गर्दा 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 झ्याउ पनि लाग्ने रहेछ क्या फ्रेस एयरमा खानाहरू खाँदाखेरि मजा पनि आउँछ नि अब प्रायः हामी आउटडोरै गर्ने प्राइस गर्छौँ हेरौँ लेट्स सी के हुन्छ घाम चाहिँ टल्क्यो कि अहिलेसम्म घाम लागेको थिएन अहिले चाहिँ तला पुर घाम लागिदिरहेको अब एभ्रिडे भिडियो आउँछ गाइज एकदमै माया गरिदिनु होला सब्सक्राइब पनि गर्न लोभ नगर्नु है प्लिज सब्सक्राइब पनि गरिदिनु आज कति धेरै बोल्यो होला जस्तो लागेको मलाई कृष्टि कति धेरै बोल्यो जस्तो लाग्यो होला भाइ आएको छ नि त बोल्नु पऱ्यो नि भाइ आइसी नबोल्नु हुन्छ सिक्स त मैले सबै सिधाइदिन्छु सक्यो गेमै हिँड हुन्छ अब तर मजा आयो गाइज मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो यसरी भिडियो बनाउने भनेर चाहिँ तर म एकदम मजा लाग्यो रमाइलो हुँदो रहेछ प्रायः जस्तो अरूहरूको भिडियो हेरेर हुन्थेँ अनि हेर्दाखेरि रमाइलो लाग्थ्यो कसरी बनाएको होला जस्तो लाग्थ्यो बट रमाइलो हुँदो रहेछ क्यामेराको अगाडि बोल्न इट्स अ भेरी गुड एक्सपिरियन्स मजा आयो तपाईँहरू चाहिँ सपोर्ट गरिदिनु मेरो दिदीको च्यानललाई उहाँले धेरै कोसिस गरिरहनु भएको छ सो युट्युबमा अगाडि बढ्नको लागि सो यसको लागि चाहिँ हजुरहरूले पनि लाइक सेयर कमेन्ट सब्सक्राइब च्यानललाई धेरैभन्दा धेरै बढी माया देखाइदिनु होला ल अझै राख्दै तल मोमो चाहिँ मैले 6 बाइट सिधै ल मजा आयो पेट फुल भयो पेट गर्छौँ मेरो टर्न आइसक्यो मैले 34 सिधाइदिएँ 3 छैन 2 मै हान्दै मोमो एउटा तपाईँ खानु एउटा म खान्छु इनफ भयो हो अगा ल तर खान नसकिँदो रहेछ यो मुखबाङ गर्ने मानिसहरूले कसरी खान्छ होला है त्यति धेरै खानेकुराहरू खाना खाँदा बाइन लाग्दो रहेछ म नि खाँदैन थिएँ अहिले भिडियो बनाउँदा खाने ल लाइस बाइट मलाई त अघि त्यो देख्दाखेरि त त्यस्तो के होला र यति खाना त मै खाइदिन्छु जस्तो लागेको थियो क्यामेरामा हेर्दा मात्रै थोरै देख्ने हो क्या तर एकदमै धेरै हुन्छ क्या खानेकुराहरू चाहिँ कसरी त्यति थोरै भन्ने हुन्छ नि तर खाना धेरै हुन्छ फुल भयो अब केही पनि खान सकिएला जस्तो लागेको छैन तर ह्याट्स अफ है जसले पनि मुखबाङ गर्नुहुन्छ उहाँहरूलाई चाहिँ ह्याट्स अफ तपाईँहरूको चाहिँ स्टमक चाहिँ एकदमै खतरै रहेछ पचाउन सक्ने खान सक्ने त्यो मुखबाङमा देख्दाखेरि क्या पुरा टेबलभरि थोरै देखिन्छ नि त्यो तर धेरै हुन्छ क्या चिकन मोमो है अझै त्यो स्पाइसी क्या कसरी खाने हो माई गड ह्याट्स अफ छ मजा आयो भाइसँग भिडियो बनाउँदा आज यति धेरै बोलेँ आज म पनि कन्फिडेन्ट आउँदो रहेछ क्या अब चाहिँ सबै च्यालेन्ज पनि सकियो अब कमेन्ट गरिदिनु होला हामी दुईजनामा कसले जित्यो कसले धेरै खायो भनेर सो रमाइलो एक्सपिरियन्स भयो रमाइलो लाग्यो कस्तो लाग्यो भिडियो गर्मी पनि हुन थालेछ घाम धेरै भएर गर्मी पनि हुन थालेछ सो हजुरहरूलाई कस्तो लाग्यो होला भिडियो अनि मेरो एपिरियन्स कस्तो लाग्यो मेरो बोली कस्तो लाग्यो कमेन्ट गरिदिनु होला सो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच प्लिज लाइक एन्ड सेयर एन्ड सब्सक्राइब भोलि पनि यस्तै भिडियो लिएर आउनेछु बाई बाई सी यू टुमरो